वाक्क लागेर एकछिन पार्कमा बस्छु भनेको त कस्तो नराम्रो वेदर भयो। यस्तो राम्रो वेदर छ, कति राम्रो ठाउँमा आएको थिएँ, कस्तो नराम्रो पानी पर्न आँट्यो, यस्तो राम्रो पिसफुल थियो। म अलिकति योगा गर्नु पर्यो भन्ने सोचेको त पानी र हावा चल्यो क्या एट द सेम टाइम। It's raining. Oh my god. What the heck? What the hell? What is that, man? वेदरले पनि म साथ नदिँदा पो वक्क लाग्छ क्या, यसो वक्क लागिरहेको बेलामा वेदरले पनि साथ नदिने मलाई जिन्दगीको गोरेटोमा त्यस्तो नि हुन्छ। जिन्दगीमा कसैले साथ दिँदैन, तर वेदरले पनि साथ दिँदैन के यो बेल्जियममा त। हे भगवान्, तर केही छैन, आइ एम इन्जोइङ। हावा चाहिँ शीतल शीतल होला चाहिँ, पानी पर्दैछ। सम्बन्धका धागाहरू कहाँ आएँ म? सरल कहाँ आयो? कहिले नहिँडेको बाटो हो क्या। I'm gonna miss you, I'm gonna lose। दुईटा बाटो छ, कहाँ जाने हो म? पानी पर्यो, कहाँ जाऊँ म? कहाँ जाऊँ म? ल हराउँछु जस्तो चाहिँ जङ्गलमा आइपुगेँ गाइस म। I think I found my way. I think I found my way. म यो बाटो कहिले हिँडिरहेको छुइनँ, तर आज म हिँड्दैछु, तर मैले मेरो बाटो भेट्टाउँछु। पानीले भिजाउँदैछ, नो प्रब्लम। झन् भिज्ने ब्याग बोकेर आएको छु, हेर पानी परेको। जिन्दगीको गोरेटोमा एक्लै हिँड्न गाह्रो हुन्छ भन्थे जहाँ लाउने जहिले एक्लै त हो नि जिन्दगीमा। को छ र जिन्दगीमा? जिन्दगीमा कोही आफ्नो हुन्न यहाँ पैसा बिना भन्ने कुरा चाहिँ एक्चुली यत्रो यहाँनिर नि पोखरी छ। एक्सिडेन्टली यहाँ मान्छे गयो भने चुर्लुमै डुब्छ। होइन यत्रो लामो बाटो छ र भने आउनु, म मेरो काममा यसरी आउनुपर्छ।